किन हो घाँस चोर्ने हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि सन्चै आरामै छौँ। हामी त के भन्ने, अहिले म एक्लै छु। मेरो यता नानी पनि उठ्नु भएको छ फेरि म सँगसँगै, एक्लै पनि होइन। आज चाहिँ हामी बिहानै गुड मर्निङ नानी। गुड मर्निङ। के छ हाल खबर? एकदम ठिक छ। पानी आउनु लाग्छ नि के अनि त्यसपछि आज चाहिँ हामी बिहानै नन्द भाउजू उठेर हामी चाहिँ हजुरहरूलाई थाहै होला, हाम्रो बुढो यानि कि मेरो नानीको दाइ, मेरो चाहिँ श्रीमानज्यू आज हामीसँग हुनुहुन्न। उहाँ चाहिँ अब पहिलाको भिडियो हेरेर पनि थाहा पाइसक्नुभयो होला हजुरहरूले। अनि त्यसपछि अब थमेल हेरेर पनि थाहा पाइसक्नुभयो होला, मेरो बुढो चाहिँ मसँग हुनुहुन्न। आज एकदम नरमाइलो फिल भइरहेको छ कि अब बुढो भएपछि त बुढो उठ्नु, यो गर्नु त्यो गर्नु भन्न पाइन्थ्यो, अलिकति सुक्ख पनि हुन्थ्यो। तर के गर्ने, सधैँभरि सुक्ख साथ र मायाले नहुने रहेछ, पैसा पनि चाहिने रहेछ कि फेरि। अनि त्यही भएर मेरो हस्बेन्ड चाहिँ इन्डिया गइसक्नु भएको छ। हजुरहरूले पहिलाको भिडियो पनि हेरिसक्नु भयो होला। आज चाहिँ बिहान यस्तो अँध्यारो गरेको हेर्नु न, यस्तो अँध्यारो गरेको छ कि मैले चाहिँ हिजो साँझ नै हामी नन्द भाउजूले पानी आउँछ भनेर हाम्रो घरको हालत हेर्नुहोस् कस्तो छ। यस्तो छ घर अवस्था, सधैँभरि घरमा बसेर नपुग्ने रहेछ कि। अनि त्यही भएर यस्तो भएको छ। अनि त्यही भएर बिहानै उठेर काम त केही गरेको छैन। म त मस्त सुतिरहेको थिएँ, पानी आउनु लाग्यो, थाहा पाएर जराङजुरुङ उठेको गराङगुरुङ गरिरहेको छ। यस्तो छ घरको हालत भन्ने नि, केही गरेको छैन। उठेर मुख पनि धोएको छैन मैले चाहिँ। अनि त्यही भएर यस्तो भएको छ कि पुरै छोडिदिनु के बोध। अनि त्यही भएर अब काम पनि केही छैन खासै होइन। अब भिडियो मैले जानी नजानी बनाउनु लागेको छु। मेरो बुढो त हुनुहुन्न, सबैजनाले हेरेर माया साथ सपोर्ट दिनु होला। मलाई भिडियो बनाउन पनि आउँदैन। म फर्स्टचोटि बोलेको यसरी हजुरहरूले पहिलोचोटि पनि देख्नु भएको हुन्छ भिडियोमा। म पहिलोचोटि नै गर्न लागेको छु। सबैजनाले साथ सपोर्ट माया दिनु होला है त। आज चाहिँ हामीले के गर्छौँ भनेपछि, अब पानी पर्न लागेको छ, यस्तो अँध्यारो चुकिलो गरेको छ हेर्नु न। माथिको मौसम यस्तो नराम्रो छ, पानी त परिसकेको छ के। अनि त्यसपछि आज चाहिँ हामीले के गर्छ नानी, दाइ नभएको कस्तो लागेको छ? राम्रो लाग्छ नि, कुटिरहनुहुन्थ्यो होइन गरिरहनुहुन्थ्यो, राम्रो लाग्छ अरे मेरो नानीलाई चाहिँ। तर मलाई चाहिँ यस्तो नराम्रो लागेको छ कि अब नभएको त धेरै फरक हुँदो रहेछ के, भएको नभएको त। अनि त्यही भएर अनि मेरो आज चाहिँ हामीले के गर्छौँ भने चाहिँ, अब पानी पर्न लागेको छ, खासै काम त केही छैन। म हजुरहरूलाई म देखाइ नै हाल्छु। म आज के गर्छौँ भनेपछि, अब नानीले चाहिँ पानी पर्न लाग्छ, नानीले चाहिँ आगो सागो बाल्नुहुन्छ, म चाहिँ यहाँ अब झाडु लगाउँछु भने के लगाउने, यतातिर तता पार्छु। अनि मेरो नानीले आगो बाल्नुहुन्छ। आज चाहिँ हाम्रो काम खेततिर काम थियो, खेत खन्ने, आलीहरू खन्ने। आज अब धेरै काम हुन्छ नि त। अनि घर लिप्ने माटो पनि छैन, घर पनि यस्तो भएको छ कि म आफ्नो घर देखेर नि आफै छक्क पर्छु के, ढाक्नुपर्छ उठ्नुपर्छ होइन। अनि त्यही भएर म मेरो घर देखेरै आफै छक्कै परिरहेको छु। त्यही भएर माटो लिन जाने काम पनि छ। अनि त्यसपछि अब हावाहुरी चल्नु लाग्छ। आज हुँदैन जस्तो लागिरहेको छ, आज दिउँसभरिको बसाइ नै हुन्छ जस्तो लाग्छ। हजुरहरूले बोर नमानेर हेरिदिनु होला। भिडियो बनाउन खासै आउँदा पनि आउँदैन मलाई, साथ सपोर्ट माया दिनु होला। यसरी बनाऊ बहिनी भनिदिनु होला है हजुरहरूको माझ। मैले यस्तै गाउँघरमा गरेको सानोतिनो काम र छोटो मिठो भिडियो लिएर आउँछु, सबैजनाले माया गरिदिनु होला। आजको हाम्रो काम चाहिँ कि खेततिर जान्छौँ माटो लिउन। त हामी खेत गए पनि जान्छौँ, किनभने घरमा लिप्ने माटो छैन। अनि पहिला सुरु हामी माटो लिउनै जान्छौँ होला। अब चाहिँ चिया पकाउँछौँ, नास्ता रोटी छ, रोटी खान्छौँ हामीले। आज चाहिँ बाहिर आगो बाल्दैनौँ, यसरी तोपिरहेको छु कि मैले मेरो चुलालाई। हेर्नुहोस् न गाइज, अब यो सबै पानी आयो भने नि यो भित्र दमक्क भरिन्छ। अनि फेरि पानी बित्यो भने चाहिँ मैले यसलाई लिपेर राम्रो गराउँछु। मैले लिपेको दिन जहिले पनि पानी आउँछ। मैले अस्ति लिपेको थिएँ, अस्ति पनि पानी आयो, हिजो पनि पानी आयो र आज पनि पानी आइरहेको छ कि। यस्तो छ, म यति लक्की भनौँ कि अनलक्की भनौँ कि, यस्तो छु म चाहिँ। सो आज चाहिँ हामीले भित्र आगो बाल्छौँ, अब चाहिँ चिया नास्ता खान्छौँ। अनि त्यसपछि पानी आयो भने चाहिँ हामी खेततिर जान्छौँ है साथीहरू। अहिले चाहिँ हामी आँप खाँदै नन्द भाउजू, यता मेरो नानीले खाइरहनु भएको छ। अनि त्यसपछि चाहिँ हामी चाहिँ अब खेतमा जाँदैछौँ। अनि खेतमा चाहिँ हामी के गर्न जाँदैछौँ भने जङ्गलहरू काट्ने, अब खेत जोताएर अनि
धानहरू लगाउनु पर्छ नि त। सो त्यसको कारणले हामी चाहिँ खेतमा जाँदैछौँ। अनि मेरो बाबु चाहिँ पानी धारामा पानी मरेको छ अरे, नआइराख भन्नुहुन्थ्यो नानीले। अनि त्यही भएर बाबुलाई चाहिँ खाने पानी हुँदैन बाबु, फेरि जानु पानी ल्याउन भनेर बाबुलाई पानी ल्याउनु पठाएको छु। मेरो हजुरआमा चाहिँ पारीतिर, यो हाम्रो पारीतिर जानुभएको छ क्या। त्यहाँ पारी त्यो खेतमा त्यो खेतमा त्यो बारीमा। अनि त्यसपछि त्यो गर्न जङ्गलहरू गोड्न बेला पतेराहरू लगाउन जान्छु, तिमीहरू खेतमा जाऊ भन्नुभएको थियो। सो त्यस कारणले गर्दाखेरि चाहिँ हामी अब खेतमा जाँदैछौँ। नानी जाने रेडी हो एकदम? ल जाउँ है त, अब ल जामिनुहोस्। सो साथीहरू अब चाहिँ हामी लाग्यौँ। सो अहिले चाहिँ हामी जाँदैछौँ। यहाँ हेर्नु न हाम्रो गाई मकैको हालत यस्तो छ कि घाँस भन्ने नि यस्तो आछ कि अब गोरुलाई घाँस भन्ने नि जस्तै छ हाम्रो बारीमा। सो अब चाहिँ हामी खेतमा गएर जङ्गल फाँडफुँड पार्ने अनि खेतलाई चाहिँ च्याट्ट राम्रो गराउने गर्छौँ। किनभने अब खेतमा खेत जोताएर अनि त्यसपछि त्यसमा धान लगाउनु पर्छ नि त। सो त्यही कारणले गर्दाखेरि हामी नन्द भाउ जाँदैछौँ। हजुरआमाले चाहिँ अहिले पछि पठाइदिन्छु बाबुलाई, तिमीहरू जाऊ भन्नुभएको छ। सो त्यो कारणले हामी जाँदैछौँ गाइस। फाइनल्ली हामी चाहिँ खेतमा आइसकेको छौँ। अनि अस्ति न योभन्दा पहिला चाहिँ बुढोले नानी बाबुहरूले चाहिँ यो खेतको खेतभित्रको सबै जङ्गलहरू काटिसक्नु भएको थियो। यो सब क्लिन गरिसक्नु भएको थियो। अहिले चाहिँ हामीहरूले अब यो कुलोहरूमा, यो कुलो छ नि त, यही कुलोबाट पानी आउँछ हामीहरूको खेतमा चाहिँ। यहाँदेखि पानी आउँछ। यो कुलोको यो जङ्गलहरू सब हामीले काटेर अनि त्यसपछि यसलाई चट्ट गराएर यो खेतहरू यो सब जोताएर चाहिँ बल्ल हामीहरूले यो आली छेउ कुना सब खन्छौँ। अनि त्यसपछि बल्ल यहाँ चाहिँ हामीले चाहिँ त्यस्तो बिउहरू लगाउँदैनौँ कि, हामीले बिउ लगाउँदैनौँ कि। हामीले यस्तो धान सिधै धान छर्छौँ। त्यसलाई चाहिँ जरे छरेको भन्नुहुने रहेछ। मलाई पनि थाहा थिएन, मैले त धान लगाउने भन्ने मात्रै थाहा थियो। मैले यहाँ आएर थाहा पाएको जरे छर्ने भनेर भन्नुहुँदो रहेछ। हामीले चाहिँ त्यही गराउँछौँ। हामीले फान्ने यही जङ्गल हो यी, हजुरहरूले देख्न सक्नुहुन्छ, यही हो फान्ने। अब चाहिँ हामीहरूले फान्नमा लाग्छौँ। यो ब्याग चाहिँ फेरि किन बोकेको भन्न खोज्नु भयो होला। मेरो चाहिँ यो सुरुवालको चाहिँ बोजी छैन, त्यही भएर यसमा चाहिँ मोबाइल राख्नको लागि बोकेको कि। अनि भुइँदी राख्ने चिसो हुन्छ नि त, अनि त्यही भएर मेरो बुढोले पनि यही बोकेर आउनुहुन्थ्यो, मैले पनि यही बोकेर आएको छु। अब बुढोको ठाउँमा बसिसकेपछि त घर नै पर्यो। सो अब चाहिँ हामीले सुरु गर्छौँ जङ्गल काट्नको लागि। नानी मेरो हँसु खोइ यता। अनि अब चाहिँ जङ्गल काट्नको लागि सुरु गर्छौँ। यो हाम्रो काट्ने, हजुरहरूले के गर्ने अब गाउँघरमा त हेर्नु यस्तै हो क्या, यस्तै कामहरू गर्ने बस्ने गर्नुपर्छ साथीहरू। हजुरहरूकोतिर के कस्तो छ यसो कमेन्ट गर्नु होला, सेयर गर्नु होला है त। सो साथीहरू हामीले चाहिँ सब यो क्लिन गरिसक्यो। हामीले चाहिँ उता पारीदेखि लिएर सब पारीदेखि लिएर हामीले यहीँसम्म एकदम क्लिन गराइसक्यौँ। अब चाहिँ हामीले यो सब जोताएर अनि त्यसपछि बल्ल हामीले यो सबै जोताएर हामीले यो आली छेउ कुनाहरू सब खन्छौँ। आज सब काटिसकेपछि आजको काम यति नै हुन्छ होला सायद। अब यो भन्दा धेरै काम पनि छैन। यो घाँस चाहिँ गोरुले खाला भनेर मैले चाहिँ जोगाइ त्यो जङ्गलदेखि काट्दै जोगाउँदै राख्दै गरेको थिएँ। किनभने गोरुलाई घाँस छैन नि त, अनि घर एउटा गोरु छ, त्यहीलाई पनि यति धेरै मान्छे भएर किन चाहिँ भुकै राख्नु, किन चाहिँ हरियो घाँस खान नदिनु भनेर मैले चाहिँ यो सबै काटेको थिएँ। सब काटेर यो चाहिँ अब लिएर जाने हो। अब नानी बाबुहरूलाई बोक्नु, नानी बाबु भन्न त भएन होइन, भाउजू हुँदाहुँदै अब बुढो भइसक्यो बोक्नु आफै भन्नुहुन्थ्यो बुढोलाई। बुढोलाई पठाएर एक कुराले मलाई धेरै घाटा पनि लागेको छ, धेरै कुरामा हेल्प गर्नुहुन्थ्यो। काम गरेको चाहिँ देखिन्न थियो, सुबाले कहिल्यै काम गर्दैन भन्नुहुन्थ्यो हजुरहरूले, तर मेरो बुढोले चाहिँ काम चाहिँ गर्नुहुन्थ्यो होइन। सो अब चाहिँ यो घाँस लगेर हामी चाहिँ घरतिर लाग्छौँ। आधी जति लगभग भइसक्यो फाँडेर। मैले चाहिँ यहाँ आउँदी क्लिन बनाएँ, स्याट लाएर यहाँ आउँदी सब गरिसकेँ। यो चाहिँ गोरुले खाने जस्तो घाँस छ हल्का फुल्का, त्यही भएर चाहिँ गोरुलाई लगिदिनु पर्ला भनेर राखेको। अनि अरू बाँकी चाहिँ मैले यहाँ फालिदिएको छु, यो जङ्गलहरूसँग छ कि, अनि त्यही भएर
सब यहाँ फालिदिएको छु किनभने यहाँ यो जोत्ने बेलामा सब अल्दिन्छ नि त। सानो ट्र्याक्टरले जोताउने हामीले चाहिँ त्यो सब अल्दिन्छ। यो काँडाहरू सब फाडिदिने हो कि। हेर्नु न यस्तो भएको छ यो काँडा, सब जङ्गलहरू यस्तो भएको छ सब। सो त्यही भएर हामीले चाहिँ आधीचोटि फाडिसक्यौँ। मेरो बाबु चाहिँ बल्ल आउनु भएको छ। हेलो, किन यति बेला आउने? ल्याएर आ पानी बल्ल यत्रो बेरको कति आएन सिना हा। भगवान्, अब चाहिँ टाढामा पानीको समस्या हुन्छ। यो बर्खाको टाइममा चाहिँ हामीलाई एकदमै पानीको समस्या हुन्छ। सो त्यो कारणले गर्दा चाहिँ मैले बाबुलाई पानी लिएर आउँला बाबु भनेर पठाएको। बल्ल एउटा जर्किनमा लिएर आएँ भन्नुहुन्छ। अब चाहिँ हामीले लगभग यो सबै यो यहाँदेखि लिएर यो सबै सट्ट उहाँसम्म फाडिसक्यौँ। यता चाहिँ मेरो नानीले खानुभएकै धौबार बस्नु भएको छ। नानी धौबाहा धौबार मेरो नानी चाहिँ यहाँ बस्नु भएको छ। अब चाहिँ हामीले यो काँडाहरू यो सबै यो काँडा फाडफुड पारिदिन्छौँ। सब यो नचाहिने यो जङ्गलहरू चाहिँ सब हामीले चाहिँ यता साइडमा फ्यालिदिन्छौँ किनभने यो आगो पनि लाग्दैन। अनि त्यसपछि अब यो ट्र्याक्टरले जोताउँछ चाहिँ एकदमै धौ हुन्छ क्या, ट्र्याक्टरको उसमा अल्झिन्छ। अनि त्यही भएर चाहिँ सब हामीले यो चाहिँ साइड लगाउँछौँ। अनि त्यसपछि हामी घर जान्छौँ। अब चाहिँ यो बोकेर हामी चाहिँ घर जान्छौँ। अब सधैँ त बुढोलाई बोक्नु बुढो भनिदिन्थ्यो। अब चाहिँ खासै अब आज बोक्नु बेला नानी हेल्प गरिदिनु त। गुरुमो छौँ है ल। सो अब चाहिँ हामी घर जान्छौँ। फाइनल्ली घर आइसकेको छौँ। हामी जाँदा दुईजना थियौँ, अहिले आउँदा चाहिँ हामी 3-4जना भइसकेको छौँ। पहिले चाहिँ अलिकति गोरुलाई घाँस पनि लिएर आएको थियो, अहिले खाला चाहिँ एकछिनपछि। अनि हजुरआमा हामीले सबै फाडफुड पार्यौँ। त्यो जङ्गल चाहिँ हल्का कुहिन लाहा अनि कुहिन लाहा अलिअलि छतार छितिर पारिदिएको त कुहिन्छ भनेर अनि सबै अरू फाडेर अलिकति घाँस पनि ल्याइदिएको छु। अनि के अरे अन्सादीले तल बोलाउनु भएको अरे जाने अरे नानी फेरि स्कुल पनि छ। अनि भोलि आपाके खारे ल्याउन आउनु भनेर भन्नुहुन्थ्यो अरे। अनि त्यही भएर के गर्छ नानी जानुहुन्छ? म त जान्न, म कहाँ जाने होला। म पनि हिँडेर होला रे यहाँ घर हजुरआमा एक्लै। बाबु यहाँ बाबुले के गर्छ? मल पठाउनुहुन्छ र बाबु? जाने मन लागेपछि जानु यहाँ मैले भिडियोहरू बनाइरहनु पर्छ, यहाँ काम छ। अब म अनलाइन नभएर हुन्न, तल गएर फेरि काम हुँदैन नि त मेरो। अनि त्यही भएर तपाईँ जाने भएपछि जानु। हजुरआमाले चाहिँ अब पछि जान्छौँ नि त हामी, फेरि जाउँला। यहाँ मलाई फेरि दाइले गाडी गर्नुहुन्छ क्या, दाइले पठाउनु न तल जाने भएपछि जानु। सो अब नानी चाहिँ जानु चाहिँ के गर्नुहुन्छ हेरौँ अब यहाँको मुडले के भन्छ। सो गाइज हेर्नु न, मैले यहाँ आउँदी झाडु लगाउँछु, आँगनहरू क्लिन गर्छु भनेको त यस्तो पानी परिरहेको हेर्नु त। यहाँ मेरो चुलामा पनि सब गइगयो पानी, भोल पस्छ क्या यस्तो भएको छ अब। अनि त्यही भएर चाहिँ यस्तो भएको छ। अनि मैले चाहिँ यहाँ सफा गर्छु नानी, अनि हजुरले चाहिँ आगो बाल्नु अनि त्यो गर्नु भनेको त मेरो नानीको काम चाहिँ भयो होइन नानी? आगो बाल्नु भयो नि, चिया डुस्नु भयो? चिया डुस्नु राखेर चिया डुस्नु है। अनि त्यसपछि पानी पऱ्यो हेर्नु, टोइलेट गएको थिएँ, टोइलेटमा छुन्निने जस्तो अवस्था थियो, टुक्कुरेर भित्र आएको म चाहिँ। अनि यस्तो भयो कि पानी आयो, अस्तिको हावाहुरीले सबै हाम्रो मकै जति सब ढालेको थियो। आज पनि हावाहुरी आयो भने चाहिँ हाम्रो सब मकैहरू ढल्छ, फेरि पनि भाँचिन्छ क्या। ढल्नु भन्दा पनि भाँचिन्छ, ढाल्नु त पर्थ्यो नि एकचोटि। यस्तो भएको नि, अहिले पानी कम भयो भने चाहिँ म हजुरहरूलाई देखाउँछु होइन। यस्तो भएको छ मकै। अनि त्यही भएर अब फेरि पनि पानी आयो, फेरि चाहिँ हावाहुरी नलाओस् भन्ने चाहिँ मेरो इच्छा चाहना छ। नभए पनि सबै मकैहरू ढलेर गाडाङ गुडुङ सब हुन्छ। सो साथीहरू पानी चाहिँ ठुलै परेको छ। अब पानी परिन गरिन भने चाहिँ हामीहरूले के गर्छौँ भनेर म देखाउँछु हजुरहरूलाई। नभए पनि पानी पऱ्यो भने चाहिँ यस्तै हो। अहिले मेरो बुढो भएको भए थाहा छ के गर्नुहुन्थ्यो, खुरुरुरु फुटेर यो पानीमा गएर हाम फाल्ने मध्ये मेरो बुढो होइन। अब बुढो चाहिँ हुनुहुन्न, बुढीले नै गरिरहेको छ यो काम, तर बुढी चाहिँ रुच्दैन। बुढीलाई चाहिँ पानीलाई अलिक सहन्न कि। अनि त्यही भएर चिसो पनि भइरहेको छ मलाई, त्यही भएर म चाहिँ खासै पानीमा रुच्दैन त्यही भएर। सो त्यही भएर चाहिँ मैले
अब हजुरहरूलाई यहीँदेखि देखाइरहेको छु। मेरो बुढो पनि हुनुहुन्न, मेरो बुढो भइदिएको भए त यति बेला बुढी बुढी बाहिर पानी आयो बढ्ने कुद्ने उफ्रिने गर्नुहुन्थ्यो। तर भएको र नभएकोमा धेरै फरक हुने रहेछ क्या। उहाँले चाहिँ मलाई 2 वर्षसम्म अहिलेसम्म छोड्नु भएको थिएन। पहिलोचोटि धेरै समयको लागि छोडेर जानुभएको छ। यस्तो नराम्रो यस्तो अनौठो लागिरहेको छ नि मलाई। अब अर्कै घरमा गए जस्तो के बिरानो जस्तो भइरहेको छ। आफ्नै घरमा पनि होइन, रुममा पनि जानु मन लाग्दैन। जाने दिन त झन् घरमै आउनु मन लागेको थिएन कि यस्तो नराम्रो फिल भएको थियो। तर पनि केही छैन, कमाउनु पनि पर्छ होइन। पैसा भन्दा ठुलो केही रहेनछ। अब त्यही बुझ्यो जिन्दगीमा, त्यही महसुस गऱ्यो पैसा भन्दा ठुलो केही रहेनछ भन्ने। त्यही भएर बुढो जानुभएको छ इन्डिया होइन। अब के गर्ने त, यस्तै रहेछ। परदेशी अब त आफू त परदेशीको बुढी परियो भन्ने जस्तो अवस्था भइगएको छ। यहाँ भित्रै आइगयो क्या। हाम्रो त पानी यहीँसम्म आउँछ। यस्तो हुन्छ कि घरको अवस्था यस्तो हुन्छ कि भोल पनि पसिगयो, गोठमा गोरु पनि एक्लै भइगयो, घरमा म पनि एक्लै भइगयो बुढो नभएर भन्ने अवस्था भइगएको छ। सब माथिबाट यो बाढचालीबाट पनि हाम्रो सब चुइन्छ कि, किनभने सब माटोको हो नि त। अनि त्यही भएर यस्तो भएको छ कि बिजोग छ घरको। अनि त्यही भएर हुँदैन बुढो हुँदैन, हजुर जानुहोस् भनेर म आफै पठाएको। तर म आफैलाई यति धेरै नराम्रो लागेको छ नि, पुरै छोडिदिनु कि। अब यत्रो पानी परेको, दिउँसभरि खाने बस्ने भन्दा काम केही हुँदैन। तर पानी बित्यो भने चाहिँ केही हल्का फुल्का कामहरू चाहिँ हुन्छ है। सो म हजुरलाई देखाउँछु नै के कस्तो हुन्छ भनेर। हाम्रो बारीमा यति धेरै जङ्गल आएको छ कि, यति धेरै जङ्गल आएको छ कि त्यसलाई अब गोडेर फाल्ने हो कि काटेर फाल्ने हो कि थाहै छैन। मकै भन्दा ठुलो हुन लागिसक्यो जङ्गल। त्यही भएर चाहिँ हामी अब बारीमा जङ्गल गोड्नको लागि जान लाग्छौँ। गोरुलाई घाँस पनि हुन्छ, अनि त्यही भएर जङ्गल पनि गोडिन्छ। त्यसको लागि हामी चाहिँ जङ्गलमा घाँस गोड्नको लागि जाँदैछौँ, मेरो नानी र म। हजुरआमा हामी गयौँ है। जान्छ नानी, मलाई चोला ल्याइदिएर आउँछ हजुरआमाको। अनि टाउको बानी बर्की पनि ल्याइदिनु होला है। हामी चाहिँ अब बारीमा जाँदैछौँ। फेरि पानी आउनु जस्तो गरे, अँधेरो निलो चुकिलो सबै गऱ्यो यहाँ। अन्त धुन्द हुन लाग्यो यहाँ फेरि। त्यही पनि अब हामी जान्छौँ एकचोटि, एकछिनको लागि भए पनि। मैले चाहिँ हजुरआमाको चोला लाउन लाग्छु कि यो थिरीकोट हो कि चोला के भन्छन्, किनभने यहाँ यो मकैको पातले पास्छ नि त। अनि त्यही भएर यो चाहिँ मैले चट्ट टी सर्ट माथि यो ट्राउजर माथि जाए थियो र पो लाएँ भने जस्तो लाग्छु। अब म चाहिँ टक्क लाएर एकदम, हामी त अब गाउँघरमा बस्ने, हेर्नुहोस् के गर्ने। यस्तै लाउने हो, यसलाई बाँध्ने हो र जाने हो घाँस काट्नको लागि हामी। ल जाम नानी, ल आउनु है लगाएर। ल अब चाहिँ हामी हँसिलेर आउनु है नानी। हामी चाहिँ जान लागेको छौँ। मेरो नानीले यहाँ फुल रोपेर ढक्क मकै यहाँ हरिँडी गराउनु भएको छ। हाम्रो सानो जिरे खुर्सानी फुलेको छ भर्खरै। यहाँ यो फर्सीको मुन्टाहरू पनि भएको छ। अनि मेरो नानीले यस्तो गर्नु भएको छ यहाँ। त्यो खुम्रे होइन नि नानी लाउने, त्यस्तो लाउने होइन कि। मैले त 500 भनेर पो ल्याएँ, यसले त छेक्दैन। अर्को लाएर आउनु है, हँसिलेर आउनु। अनि त्यसपछि हाम्रो चाहिँ यहाँ बोडीहरू फुलिरहेछ। यस्तो छ कि जङ्गल भन्यो नि, यस्तो छ कि मकै खन्याएको नखन्याएको एउटै छ कि जङ्गल। त्यही भएर हजुरआमाले चाहिँ जाऊ अलिअलि गोडेर फालेपछि मकै अलि हुन्छ भन्नु त। हाम्रो कुखुरा यता चर्ना छ, त्यही भएर खाइदिन्छ। हिजो पनि मैले हजुरहरूलाई देखाउनै बिर्सेछु। हिजो पनि एउटा भाले हाम्रो त्यो बिरालो स्यालो कि के भनेर च्याप्पै छोपिदिएर एकदम घाइते भएको छ, गरिरहेको छ। मैले अहिले आएर देखाउँछु हजुरहरूलाई है। हाम्रो जङ्गलको हालत, बारीको हालत चाहिँ यस्तो भएको छ कि जङ्गल भएको छ के। यस्तो छ जङ्गलको हालत। यहाँ कसले घाँस तुरिरहेछ हाम्रो बारीमा? किन हो घाँस तोड्ने? हाम्रो फुपूले चाहिँ यहाँ घाँस काटिरहनु भएको छ। मलाई छोडेर अगाडि दुगुर्नु भयो। फुपू चाहिँ रोकिनु फुपू भन्दै हामीले चाहिँ यही जङ्गलहरू सोर्न लाग्यौँ कि यो काटेपछि मकै अलि ठुलो होला, अलि राम्रो होला भनेर। मकै पनि सिनसिनो छ यतातिर, यो जङ्गल धेरै भएर होला सायद यस्तो जङ्गल छ। त्यही भएर हामीले चाहिँ अब जङ्गल काट्न लागेको छौँ। नानी पनि आउँदै हुनुहुन्छ। अनि पानी पनि एकदम परिरहेको छ। पानी
परेर अनि फेरि धेरै ठुलो पानी त परेको होइन, धारामा पानी नै मर्या छ। हेर्नु अहिले फेरि पानी लिन हामी चाहिँ अहिले खोलातिर जान्छौँ कि कतातिर मूल फुट्या छ, जाने हो पानी ल्याउन। अहिलेलाई चाहिँ हामी एकछिन यो जङ्गल सङ्गल काटेर जान्छौँ पानी लिनको लागि। अब चाहिँ हामीहरू छुटिनु पर्छ। हजुरहरूले आजको भिडियो कस्तो लाग्यो सबैजनाले सल्लाह सुझाव दिनु होला। आज चाहिँ मैले पहिलोचोटि भिडियो बनाएको, सधैँ चाहिँ मेरो बुढोले बनाउनुहुन्थ्यो, अब चाहिँ बुढो घरमा हुनुहुन्न। सो त्यो कारणले गर्दाखेरि आजबाट चाहिँ मैले भिडियो स्टार्ट गरेको। हाम्रो भिडियो डेली आउँछ सधैँ चाहिँ। हजुरहरूले सीता सुभाष युट्युब च्यानलमा हेर्नु होला। अनि च्यानललाई सब्सक्राइब नगरेको कोही नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला। र के कस्तो लाग्यो हजुरहरूलाई भिडियो, केही गल्ती हुनसक्छ मबाट, केही जान अनजानमा मैले धेरै भिडियोहरू पनि बनाउँदैन, मैले जानेको पनि छैन। सो त्यो कारणले हजुरहरूले सल्लाह सुझाव दिनु होला भन्दै आजको भिडियोबाट चाहिँ हामीहरू बिदा हुन्छौँ। नेक्स्ट भिडियोमा भेटौँला। ओके बाई बाई। बाई नानी। बाई बाई हजुरआमा। बाई बाई।